नमस्ते। अहिले चाहिँ म यो काठमाडौँको आरएनएसीमा छु। यहाँ अगाडिबाट दक्षिणकालीको लागि बस लिएँ र यो अन द वे दक्षिणकाली फर्पिङ आइपुग्नुभन्दा अलिकति अगाडि यो बाँसबारी भन्ने ठाउँ हो। म चाहिँ आज यहाँ माथि नागेश्वर महादेवको मन्दिर छ र छेउमै रहेको यो नेपालको झन्डा भएको पार्क त्यहाँ पनि भिजिट गर्दैछु। यता राइट ह्यान्ड साइडमा काठमाडौँ पऱ्यो भने लेफ्ट ह्यान्ड साइडमा दक्षिणकाली यो जेब्रा क्रसिङ छ। जेब्रा क्रसिङबाट ट्याक्क क्रस गर्ने बित्तिकै यो गेटबाट हामी भित्र छिर्छौँ र भर्याङै भर्याङ माथि उकालो लागेर माथि देखिराखेको यहाँ चाहिँ मन्दिर छ। आउनुहोस् पहिला हामी मन्दिर जाउँ। अब रोड क्रस गरेर म मन्दिरतिर लागेँ। यस्तो रेलिङ छ, रेलिङ अनि भर्याङ चाहिँ अलि ठाडै छ है। रोडबाट करिब 10 मिनट जति हिँडेपछि हामी यो हाइट यो अल्टिट्युडमा आइपुग्छौँ। उत्तरतिर हिमालहरू देखिराखेका छन्। अझै पनि खुलेको छैन आकाश, तर यति खुल्दा पनि हामीले राम्रै दृश्य अवलोकन गरिराखेका छौँ। अब यहाँबाट माथि गएपछि हामी मन्दिरको प्राङ्गणमा छिर्यौँ। नामले नै थाहा भयो होला यो महादेव मन्दिर हो। र छेउमा हाम्रो देब्रेपट्टि एउटा सानो गुफा जस्तो छ। यहाँभित्र पनि महादेवको मूर्ति स्थापना गरिएको छ। युनिक खालको मन्दिर छ त्यहाँभित्र पनि। यो चाहिँ करिब 1500 मिटरको उचाइमा छ। मजाले हावा चल्दो रहेछ र वरिपरिको दृश्य पनि निकै राम्रो देखिन्छ। उत्तरतिर हिमाल देखिन्छ भने पूर्वमा काठमाडौँ उपत्यका, पर फुलचोकी अनि यतापट्टि दलचोकी डाँडा हिमाल नभनौँ पहाडहरू देखिरहेको छ। नागेश्वर महादेव। अब यहाँबाट हामी लेफ्टतिर लाग्छौँ है, यतातिर लाग्छौँ। यताबाट आएको बाटो भयो भने यो लेफ्टतिर लागेर हामी अब झन्डा भएको पार्कतिर लाग्दैछौँ। छेउैमा छ, यहाँबाट करिब 5 मिनट जति लाग्छ मुस्किलले। रेलिङको बाटो सुरक्षित छ। सानो गोरेटो बाटो छ। र हामी झन्डा भएको पार्कमा आइपुग्यौँ। छेउमा एउटा भ्यू स्टेसन जस्तो पनि बनाइएको छ यो फलामको। र यसकै छेउबाट यताबाट गएपछि हामी भर्याङमा पुग्छौँ। यसको यो छेउमा एउटा भर्याङ छ। यो भर्याङ तल रोडबाटै सुरु भएको रहेछ भने हामी यो भर्याङ माथि गएपछि हामी सबैभन्दा पहिला हात्तीवन रिजोर्ट पुग्छौँ, जुन चाहिँ चम्पादेवी जाँदाखेरि अन द वे पर्छ है। यो चाहिँ झन्डा र यो चाहिँ महादेवको त्रिशूल र डमरू, यो पनि यही अल्टिट्युडमा स्थापना गरिएको रहेछ। यहाँबाट पनि एकदम राम्रो दृश्य देखिन्छ। तल उपत्यका चाहिँ अलिअलि छोपिएको छ तुवालोले। अब म ठ्याक्कै हात्तीवन रिजोर्ट आइपुग्न लागेँ। हाम्रो अब दाहिनेपट्टि हात्तीवन रिजोर्ट देखिन्छ एकैछिनमा। ल यो चाहिँ हात्तीवन रिजोर्ट। यो लेफ्टतिर चाहिँ हामी भन्ज्याङबाट आयौँ भने यो लेफ्टतिरको बाटो आइपुग्छौँ भने हाम्रो राइटतिर चाहिँ हात्तीवन रिजोर्ट देखिरहेछौँ। र हात्तीवन रिजोर्टलाई राइट बनाएर ठ्याक्कै अगाडिपट्टिबाट
एउटा मोटरेबल बाटै अगाडि गएको छ। हामी त्यही बाटोबाटै अगाडि जान्छौँ। यो बाटोबाट थोरै अगाडि पुगेपछि यहाँ एउटा गेट बनाइएको छ, डल्लु सामुदायिक वन क्षेत्र। हामी यो गेटबाट भित्र इन्टर गर्छौँ। बाटो केही समयको लागि भनौँ न मोटरेबल बाटैबाट छ। हामी मोटरेबल बाटैबाट लाग्छौँ है। बीचमा यस्तो डिरेक्ट गर्ने खालको डिरेक्सन भएको बोर्डर पनि छ। हेर्दै अगाडि बढ्छौँ। बाटोमा यो देखेको सानो यसलाई मिनी ग्रेट वाल पनि भन्दो रहेछन्। हजुरहरूलाई थाहा छ एक्ज्याक्ट के भनिन्छ यसलाई भने मलाई कमेन्ट गर्नु होला। मैले चाहिँ मिनी ग्रेट वालै भने है। यो ग्रेट वाल सँगै लेफ्ट ह्यान्ड साइडमा मोटरेबल बाटो छ। त्यो बाटो गयौँ भने हामी फेरि दक्षिण काली नै पुग्छौँ। यो चाहिँ मैले मिनी भने पनि एकदम लङ्गेस्ट लामो चाहिँ एकदम रहेछ है। त्योबाट अलि अगाडि नै गइसकेपछि यहाँनिर अलिक कन्फ्युज हुने रहेछ। यो बोर्ड आएको ठाउँ र यस्तो स्ट्रक्चर भएको ठाउँमा पुगिन्छ। यहाँबाट राइटतिर नगइकन हामी यो साइड लेफ्टतिर लाग्छौँ है। यहाँबाट ओह्रालो लाग्छौँ। यहाँबाट अलिकति अगाडि गएपछि यस्तो सिँढी भएको बाटो छ। केही बेर हामी अब ओह्रालो लाग्छौँ। चम्पादेवी चाहिँ हामीले देखेको पारी डाँडा हो भने यहाँबाट देब्रेपट्टि चाहिँ मकवानपुर पर्छ। यो साइड मकवानपुर पर्यो। हामी अब चम्पादेवीतिर लाग्छौँ है। चम्पादेवी पुग्नुभन्दा अलिकति अगाडि ठ्याक्कै ओह्रालो सिद्धिसकेपछि यो चाहिँ यहाँबाट पनि एक्जिट हुने पोइन्ट छ। यहाँबाट चाल्नाखेल पुगिन्छ। यो चाल्नाखेल भनेको चाहिँ तौड छेउछाउ पर्छ। अब यहाँबाट फेरि हामी उकालो लाग्यौँ। कहीँ भर्याङ छ कहीँ भर्याङ छैन, तर अब वनको बाटो हो। सकेसम्म यहाँ जाँदाखेरि एक्लै दुक्लै नजानु होला। र हामीले करिब 1400 मिटरबाट हाम्रो हाइकिङ सुरु गरेका थियौँ। यो चम्पादेवी चाहिँ अराउन्ड 2241 मिटरको हाइटमा छ। र अब फेरि उकालो सुरु भएको छ, एकदमै उकालो। यहाँ पनि स्ट्रक्चरहरू बन्दै रहेछ सेफ्टीको लागि, रेलिङ हालिँदै रहेछ। अब हामी ठ्याक्क चम्पादेवी पुग्न आँट्यौँ। यहाँसम्म म एक्लै नै थिएँ र अब यहाँ चाहिँ हाम्रो चम्पादेवी माताको मन्दिर। अब यहाँबाट चाहिँ म मेरो ग्रुपको अरू साथीहरूसँग भेटेर हामी एउटा सानो क्लिनिङ क्याम्पिङ पनि गर्छौँ र त्यहाँबाट अगाडि फर्दर यात्रा गर्छौँ है सँगसँगै। यहाँ चाहिँ चम्पादेवी मन्दिर। आज शनिबार मान्छेको ठिकठाकै भिडभाड छ। अरू दिन अझै बढी भिडभाड हुने गर्दो रहेछ। अरू दिनभन्दा पनि विकेन्डमा शनिबारै, तर आजको शनिबार अलिक कमै मान्छे भएको भन्ने कुरा यहाँ सधैँ बसिराख्ने हाम्रो पुरोहित बाजेहरूले भन्नुभए अनुसार चाहिँ आज अलिक कम हो रे। हामी क्याम्पिङ यो क्लिनिङ क्याम्पिङ सकाएर अब आफ्नो हाइकिङ यात्रा सुरु गर्दैछौँ। अलिकति अगाडि त्यहाँबाट करिब मन्दिरबाट 15 मिनट जति अगाडि बढिसकेपछि हाम्रो लेफ्ट ह्यान्ड साइडतिर यस्तो भर्याङको बाटो भएर अब कन्टिन्युस ओह्रालो भर्याङको ओह्रालो हामी भुन्डोल भन्ने ठाउँसम्म नपुग्न्जेलसम्म यस्तो ओह्रालोको सिँढी छ। हामी भुन्डोल पुग्यौँ। शनिबार यहाँ पनि भिडभाड छ। अब यो भुन्डोल निस्किएर हामी यो चौरको इन्डिङमा पुगेपछि लेफ्ट ह्यान्ड साइडमा एउटा यस्तो यता यो पुरानो दक्षिण काली जाने बाटो छ। हामी त्यो बाटोबाट जङ्गलको बाटो भएर अगाडि बढ्छौँ। अलिकति अगाडि पुगेपछि यो बाटो मोटरेबल बाटोको रूपमै परिवर्तन हुन्छ र यो बाटोमै पर्छ। एउटा ठुलो चौर छ यहाँ र अब हामी आइपुग्यौँ
पुरानो दक्षिणकाली यो रुखै रुख भएको बीचमा माताको मन्दिर छ र अगाडिपट्टि यो पानी ट्याङ्की छ। त्यहाँसम्म गाडी पनि आउँछ, हजुरहरूले देख्नुभयो होला। यो चाहिँ माताको मन्दिर। यो हालसालै निर्माण गरिएको हो। भन्नुको मतलब मन्दिर स्ट्रक्चरहरू चाहिँ हालसालै निर्माण गरिएको, तर मन्दिर चाहिँ धेरै पुरानो, नामैले थाहा हुन्छ पुरानो दक्षिणकाली। यो चाहिँ अहिले भएको दक्षिणकाली माताको तलको मन्दिरबाट अलि हाइटमै पर्छ र हामी यहाँबाट निस्किँदा चाहिँ यो बाटो भएर निस्किन्छौँ फर्पिङतिर है। निकै राम्रो र व्यवस्थित देखिन्छ अहिले माताको मन्दिर। जय होस् माताको। वरिपरिको देवी देवताको दर्शन गरौँ। अब हामी तल फर्पिङतिर अगाडि बढ्दैछौँ। अन द वे हामी यसरी जाँदै गर्दाखेरि करिब 10-15 मिनटको हिँडाइपछि हामी यो गुम्बा भएको ठाउँमा पुग्छौँ। यहाँ एउटा अर्को अद्भुत चिज छ जहाँ गुरु रिम्पोचे पद्मसम्भवले तपस्या भनौँ न, ध्यान गर्नुभएको एउटा गुफा छ। यो गुफा चाहिँ यही हो। अहिले यहाँ यसलाई अलि मोडिफाई गरेर स्ट्रक्चरहरू दिएको छ। यो ढोकाबाट छिर्नुपर्छ हैन। ठ्याक्कै अगाडि हाम्रो गुरु गोरखनाथको पाइला पनि छ र यहाँनिर एउटा म हजुरहरूलाई देखाउँछु यो हत्केलाको चिन्ह। हेर्नुहोस् त, यो हत्केलाको चिन्ह चाहिँ गुरु पद्मसम्भवको हातको डाम हो भन्छन् है। र यहाँबाट हामी दर्शन गरेर अगाडि बढ्यौँ। अब हामी फर्पिङ निस्किन्छौँ र फर्पिङबाट हामी आफ्नो गन्तव्यतिर लाग्छौँ। अगाडि फर्पिङ छ। यहाँसम्म हामीलाई हेरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। यो होल हाम्रो जर्नी चाहिँ करिब 5-6 घन्टामा सकियो। हस्, धन्यवाद।